विद्युतीय मोटरले सिँचाइ गर्दाखेरि थुप्रै दुःखद घटनाहरू समाचारमा आउँछन् र सुनिन्छ। यस्ता दुःखद घटनाहरू घट्न नदिनको लागि कस्ता सावधानीहरू अपनाउन पर्छ त्यो कुरामा आज हजुरहरूलाई यहाँ शेयर गर्न चाहन्छु। सबैभन्दा पहिला विद्युतीय मोटरलाई खेतमा ल्याइसकेपछि हामीले यो टेस्टरको सहायताले पहिला चेक गर्न पर्छ। यो चेक गर्दाखेरि यहाँ लाइन लिकेज छ भने यो टेस्टर बल्छ, अहिले यहाँ बलेको छैन। लाइन लिकेज छैन भने बल्ल यसमा हामीले तालचा खोल्ने। यो जुन सकेटमा हामी विद्युतीय मोटर जोडिन्छ त्यो सकेटमा के हुन पर्छ भने यो जुन स्विच छ, स्विच जहिले पनि लाइभ टर्मिनलसित जोडेको हुन पर्छ। तपाईको लाइभ टर्मिनलसित जोडेको छ कि छैन त्यो चेक गर्नु होला। लाइभसित जोडेको छ भने तपाईले स्विच अफ गर्दाखेरि यो बत्ती बल्दैन। यहाँनिर जोड्दाखेरि स्विच अन गर्नुभयो भने बल्ल बत्ती बल्छ। यसले के देखाउँछ भने यो लाइभ टर्मिनलसित जोडेको छ। तपाईको यहाँ कनेक्सन उल्टो छ भने स्विच अफ गर्दा पनि तपाईको विद्युतीय मोटरमा करेन्ट गइरहन्छ र त्यहाँ तपाईलाई करेन्ट लाग्ने सम्भावना रहन्छ। यसमा पहिला प्लग इन गरिहाल्ने, किनभने सुक्खा हातले प्लग इन गर्नुपर्छ। हात नभिजाइकन पहिलो स्टेप भनेको प्लग इन गर्ने र स्विच अफ कन्डिसनमा राख्ने। यो सबै काम गर्दाखेरि हात सुक्खा हुनुपर्छ र तपाईले यसरी जुत्ता चप्पल अथवा जे छ तपाईसँग त्यो लाएर काम गर्नुपर्छ। नाङ्गो खुट्टाले कहिले पनि विद्युतीय मोटरहरूको स्विच अन अफ गर्नु हुँदैन। तार जोडिसकेपछि स्विच अफ कन्डिसनमै हामीले यहाँ चेक गर्न पर्छ मेरो मोटरमा करेन्ट आएको छ कि छैन टेस्टरको सहायताले। अब यहाँ हेर्न सक्नुहुन्छ करेन्ट आएको छैन। यसको मिनिङ के भने मेरो मोटर अहिले 100% सेफ छ। अब यसमा मैले काम गर्न सक्छु। यहाँ करेन्ट आएको छ भने तपाईले मोटर छुन हुँदैन। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यो ट्युब वेल हो अथवा बोरिङ हो। यसमा भित्र चेक भल्भ हुन्छ जसले गर्दा यहाँ पानी भइरहन्छ र यो 3 इन्चीको बोरिङको सकेट छ। यो मेरो सक्सन पम्प पनि 3 इन्चीको छ। यसमा ल्याएर यसरी छिराएर जोइन्ट गरिदिने। यसरी जोइन्ट गरेपछि यसलाई हल्का टाइट गरिदिने र यहाँ केही पनि गर्न पर्दैन। जोइन्ट गरेपछि भइहाल्छ, लिकेज सिकेज हुँदैन। यसपछि यसको मुखमा पानी हाल्ने। यो सबै कामहरू हात नभिजाइकन गर्न पर्छ, हात भिज्नु हुँदैन। अलिकति पानी यहाँ राखिदिनु जसले गर्दा एयर लिकेज हुन नसकोस्। त्यसपछि यसको मुखमा डेलिभरी राखेर मजाले यो ट्युबले टाइट गरेर बाँधिदिने। हात भिजाएर गएर स्विच कहिले पनि जोड्नु हुँदैन। यसरी ट्युबले मजाले टाइट गरेर बाँधिदिने। अब हात पुरै मेरो सुक्खा छ, हेर्न सक्नुहुन्छ हात कहीँ पनि भिजे छैन। त्यसपछि आएर यहाँ सक्सनलाई हल्का हातले हल्लाइदिने। त्यो हल्लाउँदाखेरि के हुन्छ भने बाहिर यसमा एयर छ भने त्यो एयर निस्किन्छ र मोटर आफै स्टार्ट हुन्छ, पानी समात्छ। नभए एयरले गर्दा त्यो पानी समात्दैन। सबै गरिसकेपछि मोटरमा स्विच अन गर्दाखेरि यो पानी आफै समात्छ। यहाँ हेर्न सक्नुहुन्छ यो पानी आइसक्यो। यसरी डेलिभरी भएर पानी यो खेतमा गइरहेछ। यसरी हामीले जडान गर्दाखेरि दुःखद घटनाबाट हामी जोगिने सम्भावना बढिरहन्छ। त्यही भएर हजुरहरूले पनि विद्युतीय मोटरबाट सिँचाइ गर्दै हुनुहुन्छ भने यो तरिकाहरू अपनाउनु होला र सुरक्षित तरिकाले सिँचाइ गर्नु होला। यो भिडियो सक्दो शेयर गरिदिनु होला जसले गर्दा कोही व्यक्ति पनि दुःखद घटनाको शिकार बन्न नपरोस्।